नमस्कार साथीहरू, नमस्कार। सम्पूर्ण दर्शक श्रोताबिनहरूमा दुई हात जोडेर नमस्ते गरेँ। विशेष कुरा के लागिरहेको छ भने हामी सबैलाई, घन्टी प्रेमी साथीहरूलाई अहिले विभिन्न पार्टीका 20 वर्ष अगाडिदेखिका साथीहरू, प्राय गरेर नेपाली काङ्ग्रेसका साथीहरू रविजीलाई भेट्न जानु भइराखेको छ है। अब अस्ति एकजना नेपाली काङ्ग्रेसको जानुभयो, आज एकजना जानुभयो नेपाली काङ्ग्रेसको। त्यही नेपाली काङ्ग्रेसको गगन कुमार थापाले प्रमाण छ, यति करोड रुपैयाँ लागेको प्रमाण छ, प्रमाण ल्याउँ श्रीमान, प्रमाण पेश गरौँ भनेर उफ्रिँदै गर्नुभएको पार्टीको मान्छेहरू हो। भनेपछि रासपाका शुभचिन्तकहरूले 45 लाख 50 लाख हस्ताक्षरहरू दिनुभएको विभिन्न महानुभावहरूलाई म यो विनम्र अनुरोध गर्दछु, हामीले यी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी 2-4 जना असल बनाउँदा व्यक्तिहरू रविजीलाई प्रतिशोध भयो भनेर जेलमा भेट्न जाने क्रम बढ्दो छ। चुनाव पनि आइराखेको छ हैन। कहीँ यो रासपाका शुभचिन्तकहरूको आउँदै गर्ने मतलाई विभाजित पार्नको लागि त होइन। यहाँ धेरै शङ्का गर्नुपर्ने चिजहरू छन्, कुरा गर्नुपर्ने चिजहरू छन्। र प्रिय मित्र सत्य रहनुभएका सत्य साथीहरूलाई यति अनुरोध गर्न चाहन्छु, नझुक्यौँ है, हामी नझुक्यौँ। यिनीहरूको आदत, यिनीहरूको हेबिट कस्तो छ भने जब चुनाव नजिकै गर्दै आउँछ नि, अनि यिनीहरूले यति धेरै कुरा हामीलाई सपना बेचेका हुन्छन् नि, तँलाई तेरो मान्छेलाई जागिर लगाइदिउँला, तँलाई यति लाख दिउँला, तेरो मान्छेको काम हुन्छ भनेर यो नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादीका जो 3टा पार्टीहरूका ती झोलेहरूले नि यति मिठा मिठा सपना बनेर हाम्रो भोट मोड्नतिर त गइराखेका छैनन्। यिनीहरूको चाल साँच्चै एकदम खतरा छ है साथी हो, एकदम खतरा छ है। यसमा चाहिँ एकदम सचेत रहनु होला है। म बुबा आमा, दाजुभाइ, दिदीबहिनी, साथीहरू, सम्पूर्ण प्रिय मित्रहरूलाई विनम्र अनुरोध गर्दछु, यिनीहरूलाई चाहिँ भित्तामा पुर्याउनै पर्छ। किनभने यिनीहरूको जगजगी धेरै भयो। 36 वर्षै खाइपाइ आएको यिनीहरूको चाहिँ मेटिएको छ। यिनीहरू पुरै चलबलाल भएका छन् क्या, पानीबाट निस्केको माछा जस्तो भएको छ, एकदम छटपटी भएको छ यिनीहरूलाई। र यिनीहरू कसो गरेर चाहिँ यो रासपाको मत हामीतिर खिचिन्छ, कसो गरेर अब अहिले गाली गर्न बन्द गरेका छन्। किनभने गाली गलौजहरू यता स्टप भएका छन्। हेर्नुहोस् है, कहीँ पनि तपाईँहरू सुन्नु होला, मिडियामा छैनन्। गाली नगरिकन यिनीहरूको बानी यस्तो छ कि गर्ने बेला मन परी गर्ने, अनि पछि गएर अब हामीले हार्छौँ है, अब हामीले गाउँ समाजमा मुख देखाइ नसक्ने भएको छ है, अब हाम्रो पार्टीका नेताहरूले, हाम्रो पार्टीका सभापतिहरूले चाहिँ यस्तो काम गरेका छन् है भन्ने कुरो यिनीहरूलाई लागेको छ। हेर्नुहोस्, यिनीहरूलाई सबै कुरा थाहा छ, तर झोलेहरूको, लुटेर खाने, दादागिरी गरेर खानेहरूको त चुलो बल्न छोड्यो। त्यसो भइसकेपछि अब रासपालाई हामीले गाली गर्नु हुँदैन, अब हामी रासपासँग मिलेर हामी जानुपर्छ भनेर तँ कुट म यसो गर्छु भने एउटा बुढाबुढीको उखान छ नि, हो त्यस्तै यिनीहरूले गर्न सुरु गरेका छन् है। हेर्नु भनेपछि यिनीहरू दलाल, भ्रष्टाचारी, यिनीहरू 74 जनालाई चाहिँ जिउँदै गोली हानेर मार्ने यो शोषक सरकारलाई भित्तामा हामीले यदि पुर्याउन सकेनौँ भने हामीलाई यिनीहरूलाई भित्तामा पुर्याउन सक्ने हामीलाई छुट छैन है साथी हो। यति चाहिँ ख्याल गरौँ है। यिनीहरूले जे पनि गर्छन् अबको विचारमा। हेर्नुहोस्, पुस, माघ, फागुन 2-2.5 महिना छ चुनाव आउन। त्यो 2-2.5 महिनाभित्रमा यिनीहरूले जे पनि गर्छन्, जे गर्न तयार छन्। तपाईँ एउटा कुरो उदाहरणको लागि बुझ्नु होला, तँ एकछिनको लागि भुइँमा सुत्ते, तँलाई म टेकेर चाहिँ अर्को फड्को पार गर्छु भनेर चाहिँ भन्नुभयो भने पनि भुइँमा लम्पसार पनि रेडी छन्। बुझ्नुभयो नि। त्यसो भएपछि अहिले नेपाली काङ्ग्रेस
नेकपा एमालेका मान्छेहरू, त्यो ठाउँमा अवसर नपाएका मान्छेहरू त रासपामा गइ नै राख्नु भएको छ, उहाँहरूलाई स्वागत छ होइन, स्वागत छ। तर अरू पनि के अरे रासपाको साथीहरूलाई यो त ठिक छ है, यो त राम्रो मान्छे रहेछ भनेर भ्रममा पार्नको लागि भए पनि रविजीलाई भेट्न जेलतिर गइराखेका छन्। यो कुरो ध्रुव सत्य कुरा हो। किनभने म पनि एउटा के अरे यिनीहरूको बारेमा न्युज हेर्ने एउटा चाहिँ एकदम शुभचिन्तक मान्छे हो। यिनीहरूले के गर्छन् के गर्दैछन् भन्ने कुरा मैले अगाडि थाहा पाएको हुन्छु। धेरै कुरा मैले अगाडि भनेको छु। अब यिनीहरूले यसो गर्छन् है, अब यिनीहरूले ताल पऱ्यो भने यिनीहरूलाई के अरे यिनीहरूले रविलाई मार्न पनि सक्छन् मदन भण्डारी जस्तो भनेर मैले भनेको थिएँ। नभन्दा एकचोटि चेतवनलाई राति यिनीहरूले लिएर गएका थिए, तर सकेनन्। हेर्नु, बुझ्नुभयो नि। यता भैरवाको कारागारमा राख्दाखेरि यिनीहरूले कति अप्ठ्यारो भएको थियो उहाँलाई, कुनै कुरा असहज थिएन। अहिले बल्ल बल्ल नखुमा लगिसकेपछि उहाँलाई अलिकति सहज भयो, सबैजनाले भेट्ने मौका पाइराख्नु भएको छ भने यिनीहरू यो हत्यारा सरकारले अगाडिपट्टिको गरेको जुन करतुत छ नि, यो करतुतलाई चाहिँ के अरे क्लियर देखाउनुपर्छ। अरू के अरे स्वच्छ नेपाली जनताहरूले 45-50 लाखको हाराहारीमा सहमति दिनुहुने ती असल हातहरूको भोट चाहिँ रासपामा गएर बहुमतको सरकार हामीले बनाउनै पर्छ। रासपा घन्टीमा भोट हालेर हामीले बहुमतको सरकार बनाउनै पर्छ, चाहे नेपालमा बसेर होस् चाहे विदेशमा बसेर। अब त अलिअलि अब विदेशमा बस्ने हामी नेपालीहरूले पनि भोट हाल्न पाउने अधिकार बन्दैछ अरे भन्ने खुसीको खबर सुन्नमा आउँदैछ। बा यिनीहरूले तानाबाना मात्रै बुनेको हो कि यिनीहरूको त जानि नसक्नु कुरा छ साथी। 100% के अरे विश्वास नगरौँ है। जबसम्म हाम्रो राष्ट्रपाको व्यक्तिहरूले मेन मान्छेहरूले हामीले सक्छौँ, अब हुन्छ साथीहरू भनेर नभनेसम्म यो अरूको विश्वास छैन। हेर्नुहोस्, त्यसो भइसकेपछि एकदम सतर्क हुनुपर्छ। यो मेरो भिडियो चाहिँ एकदम शुभचिन्तकमा पुगोस्, त ती नेपाली काङ्ग्रेस र नेकपा एमाले र माओवादी कति भरौटे झोलेहरूको कानमा पनि पुगोस्, ताकि हामीले गल्ती गरेछौँ हामीलाई माफ पाऊँ भनेर रासपाको के अरे कार्यालयमा गएर चाहिँ हात जोड्नु यिनीहरूले परोस्। किनभने रविजीले गल्ती गर्नुभएको थियो भने उहाँ यसरी बस्ने मान्छे नै होइन, र उहाँले गल्ती गर्नुभएको छैन। सबैलाई त कुरो थाहा छ। त गल्ती गरेको छ भने किन थुनेर राख्छौ भित्र होइन? कतिसम्म थुनेर भित्र राख्छौ? एक दिन त निस्किन्छ, निकाल्नु परिहाल्छ। मैले यो पनि कुरा भनिसकेको छु है साथी हो, मैले यो पनि कुरा भनिसकेको छु। नेपाली काङ्ग्रेस र नेकपा एमालेको कोटाबाट भर्ती भएका न्यायाधीशहरूलाई यो पनि मैले भनिराखेको छु, तिमीहरूको घर जलाउने दिन, तिमीहरूलाई जिउँदै जलाउने दिन नआओस्। सेक्युरिटीको घेरामा बसेका छौ, त्यही भएर तिमीहरू अलिकति के अरे सत्यपूर्ण निर्णय गरेका छैनौ, तर तिमीहरूको घर जलाउने दिन टाइम नआओस्, हामी यो चाहँदैनौँ। त्यही भएर रविजीले म जेलमा बस्छु भनेर उहाँ बस्नु भएको हो, त्यो दिन हामीले हेर्नु नपरोस् भन्दै सानो भिडियो बनाउँदै हजुरहरू म बिदा माग्न चाहन्छु। हस् त, सबैको कल्याण होस्। थ्याङ्क यू सो मच। विवेक नगुमाउनु होला। यो पल्ट घन्टीमा भोट हालेर बहुमतको सरकार दिनै पर्छ। किन कमेन्ट गर्ने साथीहरूले त हरेक थरीका कमेन्ट गर्नुभएको थियो, त्यसमा धन्यवाद छ। तपाईँहरूको सोच बदलियोस् है। मैले सबैजना के अरे नेपाली काङ्ग्रेस नेकपा एमाले भनेको छैन सबैजना गल्ती छन् फटा छन् भनेको छैन। फटाहरूलाई हत्याराको लागि भनेको हो, उनीहरूलाई कारबाहीको दायरामा आउनु परोस्, उनीहरू कारबाहीमा हुनु परोस्। यति भन्दै हात जोड्दै नमस्कार धन्यवाद भन्न चाहे। जय होस्।